हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हामी एन्टरप्रेन्योरसिपको फिल्ड भिजिट जान लाग्छौँ हैन। अनि त्यसपछि अब आइसक्यौँ, अब जान्छौँ। त्यही हो, हामी कलेजको गाडीमा आछौँ। अब हेर्दै गर्नु होला हाम्रो भिजिटको भिडियो। यात्रा चाहिँ सुरु भइसकेको छ है। हामी चाहिँ अहिले नास्ता खानालाई रुकेका छौँ हैन। यो काशीकुवामा चाहिँ सबजना यहाँ चाहिँ बसिरहेको सर हुन्छ। हेलो हेलो दाई, हेलो दाई। हम चिया खान लाग्छौँ है। चिया हामी यो पहिलो डेस्टिनेसनमा आइसक्यौँ हैन। गाउँ बेसी कृषि केन्द्र 17 सेवादमा सबजना झरिसक्यौँ। जाँदैछौँ है हामी। यो रहेछ फोन चाहिँ। एग्रो टुरिज्म चाहिँ बेस्ट आइडिया चाहिँ कन्सेप्ट होमस्टे अहिले चलिरहेको छ नि। त्यहीँको लोकल मार्केटमा चाहिँ अब त्यो चाहिँ हेर्नुभयो भने बोयर हो यो सानो सानो हो। बोयर चाहिँ बोयर यहाँ चाहिँ गिरौला खेती रहेछ। चिचिना, गिरौला, भेन्डा, यता चाहिँ भेन्डी, खुर्सानीहरू लगाएको रहेछ। टमाटर सबै रहेछ। घुम्दै आऊँ। यहाँ चाहिँ यो जङ्गल बनाएर एकदम एग्री टुरिज्म एरिया बनाउने रे। यहाँ त एउटा जङ्गल पनि रहेछ। यस्तो सब आइरहेछन्। कोही अगाडि अगाडि गइरहन् अनि कोही चाहिँ पछाडि पछाडि आइरहन्। 10 करोड नोट बोलेको अहिलेको वर्ष 5 करोड भनेको थियो। तर कर्मचारीहरू मिलाउन नसके त्यति भयो। त्यो कोर्डिनेसन गर्ने मैले थिएँ। अब घुम्दा घुम्दै हो मर्स्याङ्दी नदी सलाला बगिरह। यसलाई कसरी जानुपर्छ भन्दाखेरि अब हिजोको दिनमा अरूले पनि गरेको थियो नि। हिजो के चाहिँ निर्वाहमुखी थियो हैन। तर अहिले चाहिँ के त्यसलाई व्यावसायिक भइरहेको छ नि। अहिले तरकारी हिजोको दिनमा बाँडेर खाने चलन थियो। अहिले बिउ सक्यो यहाँको भिजिट। हामी जान लाग्छौँ। गाउँ बेसी कृषि फार्म घुमेपछि चाहिँ हामी अब यहाँ मन्नु मर्स्याङ्दी आएर खाना खाँदैछौँ। अहिले चाहिँ हामी यहाँ बाह्रसिङ्गे यहाँ फ्याक्ट्रीमा आयौँ हैन। यो बाह्रसिङ्गेको फ्याक्ट्री सबजना आइरहौँ। मर्स्याङ्दी नदी ए होइन, यो त तिर्सुली। रहेछ चाहिँ हामी बाह्रसिङ्गेबाट फर्किन लागेको। यो चाहिँ फ्याक्ट्री रहेछ हैन। फ्याक्ट्रीभित्र चाहिँ हामी गएनौँ। तर यही हो, यसो रहेछ। कस्तो राम्रो गार्डनिङ रहेछ है। अनि त्यसपछि उता तल गएर बस्यौँ। अनि अहिले चाहिँ फर्किन लाग्यो। यही हो, अब फर्किन्छौँ। चाहिँ यहाँ बस्न सुतिरह है। यस्तो हल्ला गरेका छन् र पनि यहाँ यसरी सुत्यो। हामी चाहिँ होटल आइसक्यौँ है। एकै अलि धेरै नै बेर भयो। एकछिन रेस्ट गऱ्यौँ हैन।
अनि त्यसपछि ठ्याक्क यहाँ पछाडि नदी छ अनि यस्तो दामी छ होटल। मयूरको आवाज सुनिन्छ बेला बेलामा होइन। यहाँ एभोकाडो फलेको रहेछ, यस्तै रहेछ होइन। यस्तो हो सुन्नुभयो होला भर्खरै होइन, त्यही हो। त्यसपछि यो चाहिँ हाम्रो रुम, यहाँ चाहिँ हामी दुईजना बस्छौँ शान्ति र म यहाँ छु। यो कस्तो नराम्रो देखेको र महिनामा त। हामी फेरि यहाँ घुम्न आयौँ है, नारायणी तीर्थ नारायणी तीर्थ। नारायणी घुमेपछि चाहिँ हामी यहाँ रिसोर्टमा आइपुग्यौँ। आएर चाहिँ हामीले खाना खायौँ अनि त्यसपछि सुत्यौँ। गुड मर्निङ गाइस, म चाहिँ उठिसकेँ। पछाडि रुम पछाडि आएर यहाँ खोला हेरिरहेको छु है। अब चाहिँ यता आएर म चाहिँ यहाँनिर अगाडि गाडी डुलेर आउँछ एकछिन। अन्त उताबाट देखाएको मयूर चाहिँ यही हो है। म हाम्रो रुमबाट कताबाट फ्रेस देख्छ यहाँबाट इच्छा देख्यो है। बसिरहेको आएर बसिरहेछ क्या। म चाहिँ यहाँ तल यसो डुल्न जाँदा छु है। कस्तो राम्रो छ क्या यतातिर, डुलेकै छैन। यसो डुलम्न भनेको लाग्छ, खतरा ठाउँ छ। यहाँ पुरै नरिवल फल्यो रहेछ है। मैले त देखेकै थिइनँ कि। यस्तै हेरेको नरिवलको बोट रहेछ, फल्या पनि रहेछ है। कति धेरै उता पनि रहेछ एउटा मयूर, त्यहाँ गएर बसेको रहेछ। म चाहिँ यहाँ यस्तरी हिँडिरहेको छुइनँ। ए यहाँ त यस्तो पनि रहेछ। Let's go. Let's go. Let's go. यहाँ मयूर दुईटा बोट मात्रै रहेछ। यहाँनिर रहेछ। त्यसपछि यहाँ चाहिँ अर्को ब्लक छ। यहाँ चाहिँ अब साथीहरू बस्छन् है, केटाहरू। अनि यहाँनिर पनि पछाडिपट्टि यहाँबाट जान मिल्दैन रहेछ। स्विमिङ पुल रहेछ होइन, टक्क लगाएर यस्तो रहेछ कि यतातिर चाहिँ। म फेरि उता जान्छु होइन, अर्कैपट्टि गएर। हेलो, त्यहाँदेखि रिना बसेर के भनिहाल्नु। आयो है गेज्यो, माथिबाट उडेर यहीँसम्म आइसक्यो। वे ल अर्को चाहिँ आएन है, यो मात्रै आयो। त्यहाँ माथि बसेको थियो नि त, अनि झरेछ कि। मसँग यहाँ शान्तिले दिदीले जोइन गरिसक्नु भयो होइन। हामी यत्तिकै गार्डन एक्सप्लोर गर्दै हिँडिरहेछौँ है। कस्तो राम्रो छ कि। फोटो खिच्दै टिकटक बनाउँदै हिँडेछौँ। यस्तो राम्रो छ कि गार्डन। यहाँनिर गार्डन भयो, यस्तो फुलहरू रहेछ। माथि पनि छ है। अनि म चाहिँ अब यहाँ छिर्नलाई चाहिँ यहाँ चाहिँ यस्तो रहेछ कि पानी थिएन, बिहान रातिको पानीले यहाँ चाहिँ पानी भएर रहेछ होइन। त्यसपछि यहाँ बस्ने ठाउँहरू रहेछ। यहाँ छ यो बिल्डिङ। त्यसपछि अब अगाडि त हाइवे छ, त्यसै छैन। यो चाहिँ यस्तो छ। यहाँ भइहाल्यो। तलको अघि हामी
त्यहाँनिर गएको गार्डन है यो तलको त्यही हो। यहाँ चाहिँ खासै केही नरहेछ, यही मात्रै रहेछ। आपका बोटाहरू रहेछन् यस्तै रहेछ। यहाँ चाहिँ पुल छ, यो ठुलो खाले पुल रहेछ तलतिर, त्यता अलिक सानो थियो क्या हो, यो ठुलो रहेछ तर यसमा चाहिँ पानी नरहेछ कि यत्रो विधिमा। यहाँ टिकटक बनाएर बसिरहनु भयो। यहाँबाट चाहिँ अब यस्तो माथि जानु पऱ्यो नि एक्चुली है। अनि यहाँ चाहिँ यस्तो छ कि यो यहाँनिर यस्तो बस्ने ठाउँ रहेछ है। अनि त्यसपछि त्यतातिर यता भयो, यता पनि मजाले बस्ने ठाउँहरू रहेछ होइन। अब यता यो चाहिँ मेन गेट है, यो मेन गेट हो। यतातिर किचन छ अनि पुरै यस्तो राम्रो गार्डन छ यहाँनिर। यहाँ पनि यस्तो एउटा घर रहेछ। यहाँ चाहिँ के भयो, बन्द रहेछ रुमहरू, टक्क सबै बन्द रहेछ होइन। यतातिर जाँदैछु के रहेछ यता, यति नै छ कि अरू केही छ यतातिर भनेर ध्यान लाग्छु। यतातिर थाहा छ के गर्ने छ, स्टोर जस्तो रहेछ पुरानो पुरानो भाँडाहरू, मतलब कबाडी राख्ने जस्तो भन्छ नि। यहाँ पनि रहेछ बोतल सत्तल स्टोर गरेको चाहिँ पुरै यस्तो छ कि टक्क लागेर यो गार्डन। खासमा त अगाडिबाट देखाउनु पर्ने होइन, तर म उल्टो भएँ कि भित्रबाट अनि आइरहेको छु। बाहिर निस्केँ होइन, यो ढाक्क हालैमा छ होइन। यहाँ पार्किङ एरिया छ, यो मेन गेट भयो। हाम्रो गाडी चाहिँ त्यहाँ छ अनि यो चाहिँ यहाँको अगाडिको बिल्डिङ है, प्रेसिडेन्सी रिसोर्ट। यो चाहिँ टक्क अगाडिको बिल्डिङको भ्यू। अर्को साइडको एरिया हो है। म चाहिँ एकचोटि यहाँ रुममा पुगेर उ गरेको त यहाँनिर आएर बसिरहेछन् कि यिनीहरू के गर्दै फोटो खिच्दै। अनि त्यसपछि फेरि मलाई त्यहाँ आउनु पऱ्यो यहाँ। भिडियो बनाउँदै बस्नु यहाँको भ्यू चाहिँ यस्तो छ है। हामी चाहिँ अनि बन्दीपुर आएको थियौँ है बिहानै उताबाट। अनि त्यसपछि आएर बल्ल बल्ल कति 2 साढे 2 बजे खाना खायौँ। अनि अहिले अब बन्दीपुर बजार घुमिरहेको छौँ। बन्दीपुर बजार Thank you very much.